को समयमा अब सरकार राष्ट्रपतिकै हुन्छ र राष्ट्रपतिको सरकार भएपछि अब त्यो रवि लामिछानेमा जुन लागेको त्यो केस छ त्यो दागलाई उसले हटाउँछ, सफाइ बनाउँछ। सफा बनाइसकेपछि त्यसपछि फेरि है लगभग मलाई लाग्छ बालेन 1 वर्ष 1.5 वर्ष चाहिँ जबरजस्ती हुन्छ होला है। तर अहिलेको सिनारियो हेर्दै जाँदाखेरि चाहिँ बालेन 5 वर्ष पक्का प्रधानमन्त्री बन्न पाउँदैन है। यो कुरा चाहिँ लेखेर राखेको हुन्छ कि जब रवि लामिछानेमाथि त्यो सबै मुद्दाहरू क्लियर हुन्छ नि त्यसपछि फेरि त्यहाँ हडताल हुन्छ। सबै हेर्दै जानुहोस्। आजको यो कुरा चाहिँ कहाँबाट सुरु गरौँ भन्दाखेरि रासोपाको पूर्व सांसद असीम शाह होला सायद नाम, अनि उसको भिडियो रहेछ। अनि यो चाहिँ 13 दिन अगाडि चाहिँ यो जनता जान्न चाहन्छन् भने एउटा प्रोग्राममा चाहिँ गरेको उहाँको एउटा प्रश्न रहेछ अनि अन्तर्वार्ता रहेछ। त्यो अन्तर्वार्तामा चाहिँ उसले चाहिँ कुलमान घिसिङको बारेमा केही कुरा भनेको रहेछ। अनि कुलमान घिसिङको बारेमा के कुरा उसले भनेको र त्यसपछि मेरो त्यो प्रतिक्रिया चाहिँ के रहेछ एकचोटि यो भिडियो हेरेर दियो है त। कुलमान घिसिङलाई 12 दिनमै उकुस मुकुस बनाइदिनु भयो। 12 दिन होइन नि 2 दिनमा म भनिदिन्छु नि। उहाँलाई त 2 दिनमै उकुस मुकुस पारिदिएको हामीले। किन भन्दाखेरि उहाँमा नि एउटा आँखाभित्रमा नि प्रधानमन्त्री बन्ने सपना देखियो, उहाँमा एउटा त्यो पलायो। एउटा कुरा के भन्दाखेरि कोमामा पुगे जस्तो भयो भन्दै हुनुहुन्थ्यो उहाँले 12 दिनमै। त्यस्तो होइन 2 दिनमा म 2 दिनमा म साक्षी छु। मलाई सोध्नुहोस् न, म छु। म सुरुदेखि नै उहाँलाई सुरुदेखि नै हाम्रो एजेन्डा क्लियर थियो। पार्टी स्पष्ट रूपमा रवि लामिछानेले चलाउने, बालेन्द्र शाहले प्रधानमन्त्री भएर देश हाँक्ने हो। उहाँलाई त्यसपछि उहाँले किन दिनुभयो? आधा आधा कार्यकाल बाँडे हुन्थ्यो, 2 वर्ष 1 वर्ष लिए हुन्थ्यो भनेपछि उहाँमा महत्त्वाकांक्षा प्रधानमन्त्री बन्ने। अनि यिनले यहाँ भने अनुसार चाहिँ के भन्दाखेरि कुलमानजी चाहिँ त्यहाँ 12 दिन पनि होइन 2 दिन अगाडि नै उकुस मुकुस हामीले बनाइसकेका थियौँ भनेर एकदमै गर्व गरेर यसले भनेको छ। यसले किन भनेको छ भन्दाखेरि कुलमानको आँखामा चाहिँ प्रधानमन्त्री हुने ईर्ष्या, प्रधानमन्त्री हुने लोभ देखेको कारणले गर्दाखेरि चाहिँ हामीले कुलमानजीलाई उकुस मुकुसै बनाइदिएको भनेर एकदमै फुर्ती साथै भन्यो होइन। ठिकै छ, अब दिन अहिले यिनीहरूकै छ होइन। अब यिनीहरूको हरेकको दिन आउँछ, दिन आउँदाखेरि अब जति उठ्यो नि केही पनि फरक पर्दैन, तर समय आउँछ। र अर्को कुरा यसले भन्दै गर्दाखेरि चाहिँ एउटा कुरा चाहिँ के याद गर्नुपर्छ भन्दाखेरि यसले भने हाम्रो प्लान चाहिँ अलरेडी के त्यो प्री प्लान थियो भने बालेनलाई सिधै डाइरेक्टली प्रधानमन्त्री, त्यसपछि आयो रवि लामिछाने सभापति गर्ने हाम्रो पहिला अलरेडी प्लान थियो। त्यो प्लानभन्दा हामी बहकेको थिएन, हामी त्यो प्लानभन्दा अरू कुरा सेट पनि थिएन होइन भनेर भनेको छ। एउटा कुरा यो मान्छेले के बुझ्नु जरुरी छ भन्दाखेरि बालेन चाहिँ राष्ट्रपतिमा आउनु अगाडि बालेन र कुलमानको है भेटवार्ता भएको थियो, कुराकानी भएको थियो। त्यही अनुसारमा कुलमान र बालेन चाहिँ अगाडि बढ्दै थियो। तर पछि गएर के भयो भन्दाखेरि रासोपाले बालेनलाई ललिपप दियो। के को ललिपप दियो त? प्रधानमन्त्रीको ललिपप दियो। अब बालेन प्रधानमन्त्री बन्ने भइसकेपछि बालेनले कहिले कुलमानको साथमा होला त? किनभने कुलमानको र उसको भेटमा त भइसकेको थियो, बन्यो भने प्रधानमन्त्री नै हुने कुलमानको थियो नि त होइन। तर बालेन थिएन, बालेन पनि त्यही कुरामा सहमत थियो। तर पछि जब रासोपासँग भेट भयो, रासोपासँग भेट भइसकेपछि के भयो भन्दाखेरि हामी बरु तँलाई प्रधानमन्त्री नै दिन्छौँ भनेर प्रधानमन्त्रीको ललिपप खुवायो। त्यो किन ललिपप खुवाएको भन्दाखेरि त्यतिखेरसम्म रवि लामिछानेमा चाहिँ त्यो मुद्दाको केसले गर्दाखेरि चाहिँ ऊ इभन सांसद पनि नहुने स्थितिमा थियो होइन। भनेपछि भोलि पार्टीले जितिहाल्यो भने भन्दा नि अब पार्टी त लगभग त्यो जित्ने तहमै थियो। किनभने हामीलाई राम्रोसँग थाहा छ यसपालिको चुनाव कुन तहमा र कसरी भएको छ भनेर होइन। तर हामी किन चुप्छौँ भन्दाखेरि हामी स्वतन्त्र व्यक्तिहरू किन चुप्छौँ भन्दाखेरि पुरानोहरू सबै हटेर गयो र नयाँ आयो। र हाम्रो पनि इच्छा यही थियो। पुरानोको अत्याचार अति भइसक्यो, अब नयाँ आओस् र नयाँले चाहिँ यिनीहरूको भण्डाफोर गरोस् भन्ने हाम्रो सोचाइ हो जनताको। भोलिको दिनमा गर्छ गर्दैन थाहा छैन, यदि गरेन भने फेरि यिनीहरूको के हालत हुन्छ त्यो सबैलाई थाहा छ होइन। हिजोको दिनमा जसरी पिटाइ खायो त्यसै गरी यिनीहरू पनि खान्छ होइन। तर त्यहाँ गर्छ भनेर अझै पनि हामीमा आश छ। त्यो आशलाई यदि निराशा गऱ्यो भने त होइन के हुन्छ कस्तो हुन्छ भनेर त्यो पहिला नै देखिसकेको छ होइन। त्यो थियो होइन। अनि भइसकेपछि चाहिँ पछि अघि भनिहाले रासोपाले बालेनलाई प्रधानमन्त्रीको ललिपप दिएपछि कुलमानसँगको साथ उसले छोडिदियो। भनेपछि कुलमानलाई पहिला घात कहाँबाट भएको थियो? बालेनबाट भएको थियो। अब दोस्रो घात कहाँबाट भयो भनेदेखि रासोपाबाट भयो। जब कुलमान रासोपामा गयो, त्यो गइसकेपछि यो मान्छेले भनेअनुसार चाहिँ उसमा कुलमानमा चाहिँ एउटा प्रधानमन्त्री हुने चाहिँ के थियो त लोभ थियो अरे
त्यसो हो भने त यसको भाइ पनि एउटा थियो त त्यो पहिला सुरुमा त के अरे यो समानुपातिकमा राखेको थियो नि त यसले भनेपछि त्यसको भाइसँग के क्षमता नहुँदाखेरि त यदि समानुपातिकमा गएर सांसद भएछ भोलिको दिनमा मन्त्री हो नि त मन्त्री हुने सपना देख्छ भने कुलमान भनेको व्यक्ति झन् यस्तो हो जसले चाहिँ अलरेडी नै एउटा प्रुफ गरिसक्यो नि त होइन उसको एबिलिटी के हो होइन उसँग भएको त्यो क्षमताले जुन डेलिभर दिएको छ त्यो त सारा संसारले देखेको छ सारा नेपालले देखेको छ त्यो कुरा त भनेपछि त्यो व्यक्तिमा प्रधानमन्त्रीको आशा हुनु के गलत थियो जबकि केही नगरेको ताइना तुईको मान्छेहरू सांसद हुने सपना देख्छ भने क्षमता भएको व्यक्तिले प्रधानमन्त्री देख्नु के त्यो गल्ती गरेको थियो त कुलमानले गल्ती गरेको थियो के छ भन्दाखेरि अरूको आँखाको जुम्रा देख्नुभन्दा अगाडि आफ्नो आँखाको त्यो भैँसी चाहिँ हटाउनु पर्छ कि आफ्नो आँखाको त्यो मुढा चाहिँ हटाउनु पर्छ अरे क्या यदि आफ्नो आँखाको मुढा चाहिँ हटाएको छैन भने चाहिँ अर्कोको ज्यानको त्यो जुम्रा देख्नुको औषधि केही पनि छैन होइन अनि यदि भन्दा एउटा कुरा के हो भन्दाखेरि बालेन र कुलमानमा यदि कम्पेयर गर्ने हो भने चाहिँ बालेन भनेको एउटा फेलियर मेयर हो है मेयर त्यही मैले कसको त काठमाडौँ जस्तो मेयर भनेको एकदम पावरफुल मेयर हो होइन 3 वर्षको भित्रमा उसले के काम गर्यो त जुन कुलमानले गरेर देखाइदियो के गरे त के गरेन काठमाडौँसँग यति धेरै बजेट थियो कि त्यो बजेटले धेरै कामहरू गर्न सक्थ्यो तर उसले गरेन उसले कसलाई त्यो ब्लेम दियो त सरकारलाई ब्लेम दियो त्यो त्यसपछि के कुलमानको बेलामा चाहिँ त्यो सहज थियो त थिएन नि होइन ऊ पनि कुलमान पनि एउटा एकदमै यस्तो अवस्थाबाट आएको व्यक्ति हो तर उसले के गर्थ्यो त 18 वर्षदेखि अन्धकारमा भएको एउटा देशलाई होइन त्यो देश मात्रै नभएर त्यो देशको मान्छेहरूको छ नि मानसिकता पनि अन्धकारमा गइसकेको थियो क्या उसलाई हामीलाई त्यतिखेर थाहा नै थिएन अब त लोड सेडिङ हट्छ होला भनेर कसैलाई पनि थाहा थिएन तर लोड सेडिङ 81 हटाइदियो कसले त कुलमानजी आएर त्यो कुलमानकोले आएर आफै त्यो छु गरेर हटाएको नि त उसँग भएको कार्यक्षमताले गर्दा हटाएको नि त भनेपछि कुलमान र बालेनमा कम्पेयर गर्यो भने बालेन फेलियर हो भने कुलमान 100मा 100% पास व्यक्ति हो त्यति मात्र होइन 3 महिनामा जेनजीको आन्दोलनपछि जुन एउटा 3 महिनाको मन्त्री भयो कुलमान 3 महिनामा लगभग 3टा कार्यालय 3टा मन्त्रालय कुलमानले भ्यायो र त्यहाँ मध्येमा कुलमानले 18 घण्टा काम गरेर भए पनि होइन जुन 3 महिनाभित्रमा गर्न सक्ने काम थियो नि त्यो काम गरेर गयो 15 वर्षदेखि 10 वर्षदेखि 12 वर्षदेखि जुन त्यो ठेकाहरू त्यो त्यहाँनिर मात्रै भइरहेको थियो त्यो फाइललाई एक गरेर कोट्याएर हेरेर त्यसको अध्ययन गरेर त्यहाँ गएर होइन त्यो काम गर्न लाउने व्यक्ति क्या कुलमान भनेको होइन कुलमानमा त्यो सबै छ तर के छैन भन्दाखेरि कुलमानमा त्यो हुन्छ नि एक प्रकारको त्यो मान्छेलाई किनभने राजनीतिकमा सोझो अमलाले कहिले पनि घिउ आउँदैन क्या कुलमानजीले के गर्दा सोझो अमलाले घिउ निकाल्न खोज्यो तर सोझो अमलाले घिउ आउँदै आउँदैन राजनीतिमा बाङ्गो गर्नै पर्छ बाङ्गो मात्रै होइन यति साह्रो बाङ्गो गर्नुपर्छ कि थाहै छैन अनि हामी अहिले चुप लाएर बसेको कारण किन भन्दाखेरि नयाँ आएको छ पुरानो छैन त्यति मात्रै हो नत्र बालेन र कुलमानमा यदि हिसाब गर्ने बालेन फेलियर हो भने कुलमान के हो त सक्सेस म्यान हो हुनुपर्ने त सक्सेसफुल म्यानै हो तर यहाँ फेलियरले किन चान्स पायो भन्दाखेरि अघि नै भने नि ललिपप दियो ललिपप दिएर गएको भएर अहिले बालेनको नाम आएको छ तर भोलिको दिनमा अझै थाहा छैन किनभने अहिलेदेखि नै होइन हाम थाहा भइसक्यो किनभने राजसभाको एउटा पहिला मैले अघि भनेले रवि लामाछानेमाथि त्यो केस भएको कारणले गर्दा चाहिँ रवि लामाछाने प्रधानमन्त्रीदेखि सांसद पनि हुनको लागि उसलाई रोकेको त्यो कानुनले अबको समयमा अब सरकार राजसभाकै हुन्छ र राजसभाको सरकार भएपछि अब त्यो रवि लामाछानेमाथि जुन लागेको त्यो केस छ त्यो दागलाई उसले हटाउँछ सफाइ बनाउँछ सफा बनाइसकेपछि त्यसपछि फेरि है लगभग मलाई लाग्छ बालेन 1 वर्ष 1.5 वर्ष चाहिँ जबरजस्ती हुन्छ होला है तर अहिलेको सिनारी हेर्दै जाँदाखेरि चाहिँ बालेन 5 वर्ष पक्का प्रधानमन्त्री हुन पाउँदैन है यो कुरा चाहिँ लेखेर राखेको हुन्छ कि जब रवि लामाछानेमाथि त्यो सबै मुद्दाहरू क्लियर हुन्छ नि त्यसपछि फेरि त्यहाँ अन्ताप हुन्छ सत्तामा हेर्दै जानुहोस्।